सो फाइनली म चाहिँ अन्नपूर्ण बेस क्याम्प आइपुगिसकेँ। वेदर चाहिँ घिनास्टिकै भयो, बिजोक रमाइलो भयो। हिउँ परेछ, पानी परिरहेछ, चिसो छ, कतै खुलिएको छैन। अब आज चाहिँ हिमाल हेर्ने सपना, भ्यू देख्ने सपना चाहिँ छैन। आज बस्छौँ माथिको घरमा, होटलमा, र भोलि बिहानसम्ममा हेरौँ कतिको खुलिन्छ र भ्यू चाहिँ देखिन्छ भन्ने कुरो हो। त्यही हो। मेरो साथी तल, एकदमै तल कता आइरहेछ। म अलिक अगाडि आएँ। मलेसियन ट्रेकर्सहरू एकदमै ठुलो सङ्ख्यामा छन्। आज 20-25 जना छन्। हाम्रो गाइड भाइ ऊ माथि जाँदै हुनुहुन्छ। होटलमा गएर चाहिँ पानी तताउँदै गर्नुहोस् भनेको। ल त्यही हो।